वेलकम एभ्रीवन, सबैजनालाई गरिबको च्यानलमा स्वागत छ। सबैजनाले सब्स्क्राइब गरिदिनु है त गाइज। हाम्रो गाउँतिर त खासै काग त आउँदैन थियो है। अब चाहिँ हामी हुरी हाल्न जाँदैछौँ है गाइज। हुरी हाल्दाखेरि चाहिँ हावाको दिशा हेर्छौँ होइन, यसरी समाउँछौँ है। सो हाम्रो गाउँतिर चाहिँ एउटा पौराणिक उयो छ क्या, दन्ते कुरा। हामीले सिटी गऱ्यो भने चाहिँ हावा आउँछ अरे क्या होइन। पहिलेदेखिको हामी के गर्थ्यौँ भने हावा मात्रै गर्दा गर्थ्यौँ, हावा आउँथ्यो फेरि। हेर्नु न हावा कस्तो सरर नाइस हेर्थ्यो। सो तपाईँहरूलाई नि काठमाडौँतिर गऱ्यौँ भयो भने सिटी गरेर गर्नु होला, तर बाटोतिर बसेर चाहिँ नगर्नु होला ल, खलासी बेलमा। सो यो चाहिँ हाम्रो ब्याग चुसा बनाउनु थालेको छ, अलिअलि हरिहरि हुनु थाल्यो है। पानीको मात्रा ठिक छ, घाम पनि ठिक छ, सबै कुरा ठिक छ। यो उता चाहिँ मेरो ठुलो भाग, अनि यो चाहिँ परविनको भाग, त्यो चाहिँ दिदीको भाग। त्यस्तो होइन, मजा गरेर त्यो चाहिँ पानी यताउता पार्नलाई गरेर क्या है। चाहिँ हुनुहुन्छ हाम्रो विवेक दाइ, उहाँको भिडियो पनि म तपाईँलाई लिङ्कमा हालिदिन्छु। सो हाम्रो दाइको भिडियो म हालिदिन्छु, तपाईँहरूले हेर्नु होला। सो गाउँमा बस्नुको फाइदा 49 छ, सर बेफाइदा एउटा छ क्या होइन। कस्तो हुन्छ भने गाउँमा बस्दाखेरि चाहिँ बेफाइदा चाहिँ के हुन्छ भने बिजुलीको र पानीको हुन्छ क्या होइन। त्यस्तै बिजुली प्राधिकरणले के गर्छ भने सानोतिनो केसमा पनि फ्याट्टै बत्ती निभाइन्छ क्या। जस्तै ए कान्छ ल ल हावा पानी आयो गर बन्द गरिदिइहाल त, एउटा कुरा हो होइन। कतैतिर यसो चट्याङ लाग्यो, कुद्दै गएर बन्द गरिहाल त, फत्तन जान्छ। पुरा सानोतिनो कुरा अनि बन्द गर्छ नि त होइन। थोरै सुस्मे हावा चल्यो भने नि फट्टल्लाहरू बन्द गर्ने। अर्को कुलोको केस हुन्छ। अब यो असारको बेला मान्छेहरू सबैजनालाई पानी चाहिन्छ क्या, यतातिर पानी चाहिन्छ। अनि सबैजना पानीको हाहाकार हुन्छ क्या। एउटाले मुहानबाट ल्याउँछन् टुप्पाबाट, अनि अर्कोले बिचरा थोरै काट्छन्। थोरै त लगायो नि हुन्छ, थोरै गर्दाखेरि त अन्तिमको खेतको मान्छे चाहिँ मैले ल्याएको छु, लास्टमा मैले पाएँ, त्यस्तो हुन्छ। सो यो चाहिँ हो खन्यु, भाले हो कि पोके। सो यो चाहिँ भाले खन्यु हो है। गाउँमा बस्नु भोकै मर्नुहुन्न क्या तपाईँहरू। यस्तो चेपाङ जस्तो तपाईँहरू खन्यु कन्दमूल खाएर बाँच्नुहुन्छ है। यो चाहिँ बाहिरको फोहोर भए पनि भित्रपट्टिको तपाईँले चाहिँ सफै हुन्छ कि सबै। यस्तो गर्ने होइन। यो भित्र यो दाना हुन्छ, मजाले चपाउने। फेरि हक्स हान्दाखेरि अलिक जस्ताको त्यस्तै आउँछ है। अलिकति पसलहरू पनि अलिक टाढा छ, भरे सामान पाइँदैन। जति आफूलाई चाहिने त्यति मात्रै पाइन्छ। यहाँ मोमो चाउमिनहरू त्यो हुन्छ नि, त्यो नुडल्स किमा के अरे त्यो फ्रेन्च फ्राई त्यो केही पाइँदैन। भुटे आलु मात्र पाइन्छ आफै बनाउने। चिकन चिल्ली, ललिपप, अनि अर्को के हुन्छ साँच्ची त्यस्तो चाहिँ पाइँदैन, यता पाउँदैन। गाउँ फर्क्यौँ। गाउँमा पनि तपाईँले गाउँमा बसेर नै अर्निङ गर्न सक्नुहुन्छ, विदेश नजानुहोस्। यदि मैले यस्तो भन्यो भने चाहिँ तपाईँको रिप्लाई कस्तो आउँछ भने होइन, यो 10-20 हजार कमाएर केही हुँदैन भाइ। अब सबै कुरा जिन्दगीमा पैसा हो होइन, त्यही आउँछ है। हुन पनि हो नि होइन।
आजभोलि पैसाले समय किन्न मिल्छ होइन। जस्तो तपाईँ सरकारी कार्यालय जानुभयो, सरकारी कार्यालय के भन्छ भने तपाईँको काम आज हुँदैन, तपाईँ भोलि आउनुहोस्, तपाईँको त्यहाँ फाइल साइल पेपर सेपर मिलेन। अब हुन त हो तपाईँको त्यो अलिकति त्यहाँ थोरै प्रतिलिपि ल्याउनु पर्ने, तपाईँले ल्याउनु भएन। अब यसमा चाहिँ अब हाम्रो दोष हुँदैन भन्छ। 2 नम्बर गेटमा पठाउँछ, 2 नम्बरवाला गेटले चाहिँ के भन्छ भने तपाईँ चाहिँ त्यहाँ गएर 3 नम्बर गेटमा ल छाप लगाएर ल्याउनु, 4 नम्बरको ढाँटमा मागेर 6 नम्बरलाई गएर बुझाउनु, यस्तो भन्छ होइन। भएको कुरा भने हो, लाइन फेरि पार हुन्छ। अब हामी जस्तै नागरिकता बनाउनु गयो भने नागरिकता सबैले चाहिन्छ। नागरिकता आजभोलि सबैतिर काम लाग्छ, ब्याङ्क खाता खोल्नेदेखि लिएर होइन, त्यो लाइसेन्स निकाल्नेदेखि लिएर सबैमा काम लाग्छ क्या होइन। तपाईँहरूले डिमेट खाता इत्र उत्र सबै भर्नुहुन्छ पनि सबै काम लाग्छ क्या, त्यस्तो हुन्छ। अब तपाईँले त्यही केसमा होइन अब फ्याट्ट 1500 दियो भने अथवा कति दियो भने दिन त हुँदैन, नो करप्सन दिन त त्यो दियो भने चाहिँ छिटै हुन्छ काम। त्यो भएर पैसाले समय पनि किन्न मिल्छ है, स्पेस पनि किन्न मिल्छ होइन। हाम्रो यस्तो घर छ होइन, यो घरलाई तपाईँले 3 तला नि बनाउनु सक्नुहुन्छ इफ यु हेभ गट मनी। ओके, मनी इज हनी, नो मनी नो हनी। दिस इज बक्राको पठा, दिस इज पठा एन्ड दिस इज डियर मम। त्यहाँबाट हान ल, लात्ताले हान, लात्ताले भन्ने खुट्टाले हान्छ। बिस्तारै लौ गर उडाउ, जो परतिर गरेर हो त्यहाँबाट खुट्टाले उडाउ त, खुट्टाले हो, खुट्टाले हान त बङ्गै हो त्यहाँ राख। कार्लो सट हान हो, अझै कुद्दै गरेर हान त्यो कार्लो सट गर ल बास। तपाईँहरूले चाहिँ बच्चामा बाटोमा खेलिरहेको बुढाबुढीसँग बल मारेर कति हान्नुभयो होइन। यो चाहिँ हाम्रो पाँचोको बल हो, हामी चाहिँ यहाँ एक सट हान्ने ट्राई गर्छौँ होइन। बच्चा बुच्चीको बल हान्नुमा एउटा मजाकै अलग मजा हुन्छ है। सो हामी चाहिँ ट्राई गर्छौँ है त। ए तल बस। सो बल उडेर घरको पल्लो घाँटी पुग्ने यो चाहिँ गाउँको पानी खाने स्टाइल हो है। भाँडाबाट डाइरेक्ट खाने, हात धौ ल साबुनले, साबुन ल हात थापा यसो गरेर 2 हात थापा हो ल। अब हात धौ मिची हो बास हो। फोन भुइँमा झरेछ त, मोबाइल भुइँमा झरेछ त। यो उठ फोन लाउ त 2-4जनालाई, 2-4जनालाई फोन लाउनु हलो भन। कसलाई फोन लाग्यो? ठुलो मामालाई। ल हेलो मामा। हजुर खाना हो, खाना लाग्यो, तिमीले खायौ? ल नानी ल फोन देखा बाबु ल। अब फोन ब्यालेन्स सकिन्छ ल, यिनीहरू टिट पनि हो। आँपको अचार होइन खोइ होइन बनाएर यस्तो हुन्छ आँपको अचार है। सहरतिर भयो भने चाहिँ किन्नुपर्छ, गाउँतिर सबै फ्रीमा हुन्छ यस्तो है त। सो आज चाहिँ म तपाईँहरूलाई चाहिँ मल कसरी खन्ने होइन, गाउँठाउँमा भएको यो चाहिँ भनेको त्यसले हगेको हो, त्यो हगुवाले हगेको। अब यो हगेको मललाई चाहिँ बाख्राले सारको बढोको लागि चाहिँ हामी चाहिँ यो डोकोमा हामी अब अहिलेको खेतमा लगाएर फाल्छौँ है होइन। यसलाई चाहिँ खन्ने बेला यस्तो गर्ने, यसरी मजाले तान्ने, यसरी हाल्ने है त। जति सकिन्छ त्यति मात्र हाल्नु होला, नसक्यो भने बिच बाटोमा पादेर बस्नुपर्छ। पहिला धान ल्याउँ केटा, पहिला धान ल्याउँ नि ल। जुरुकै ल है। सो हामी चाहिँ अब हाम्रो हिँड्नु ल। सो अहिले चाहिँ हामी हाम्रो भारीको बोकेको हामी चाहिँ परदेश लाग्यौँ होइन पैसा कमाउनुलाई।
अब चाहिँ अलिकति गर्मीदेखि राहत चाहिँ मिल्ने भयो यार पानी परेर राति चाहिँ पर्नुपर्ने क्या कोही हामी जस्तो हामी मध्ये यो मेरो भिडियो हेरेर मध्येको कोहीको अलिकति ह्याबिट हुन्छ नि राति सुत्ने बेला पानी परेको साउन्ड लिएर सुत्ने वाटर विथ थन्डर होइन रेनिङ विथ थन्डर यस्तै खालको भिडियो हेरेर सुत्ने बानी हुन्छ नि यो ल सो हामीले चाहिँ मलको डङ्गुर लडायौँ होइन सो अब चाहिँ टक्क लाएर पौडी खेल्नु जानु पऱ्यो होइन गर्मी त छैन पानीमा पोखरीमा पौडी खेल्नुको मजै अलग हुन्छ अहिले चाहिँ एक्लै जाँदैछु होइन त्यो जस्तै चाहिँ भाइ थियो भाइ उता इलाम गइहाल्यो अब मोटे साथी छ मोटे साथी पनि अब खेततिर काम गर्न गयो होला सो नाइस अहिलेसम्म सबैजनाले हेरिरहनु भएको साथ दिनुभएछ सबैजनालाई धेरै धेरै धन्यवाद होइन प्लस कमेन्ट पनि गर्नु होला है कमेन्ट चाहिँ कस्तो खाल गर्नु होला भने कुनै कुरा तपाईँहरूलाई चित्त नबुझेको भने त्यस्तो खाल गर्नुहोस् क्या जस्तै मेरो साथी अभिषेकले अभिषेक कार्की मेरो क्लासमेटले चाहिँ के भन्यो भने अनि एउटा अलि राम्रो आवाज आएन आवाजकोमा चाहिँ माइक्रोफोन एउटा युज गर्दाखेरि क्लियर अडियो सुनिला कि भने द्याट्स नाइस होइन हो उसले भएको कुरा भने अब मैले सबै मोबाइलबाट खिचेको छु होइन मोबाइलबाट त्यति गतिलो पनि आउँदैन है ठिकै छ त्यस्तो हाल गरौँ क्या साउट आउट टु अभिषेक है सो यो चाहिँ हो हाम्रो जङ्गली आँप हो के जङ्गली आँपको साइज योभन्दा बढ्दैन बरु लामो चाहिँ अलिक थोरै लामो हुन्छ मोटोपन चाहिँ यति नै हुन्छ है जङ्गली आँप चाहिँ ओहो दुईवटा भेटियो यार यो चाहिँ अलिक गुलियो हुन्छ प्लस यो कुहिएर चाहिँ किरा लगाइसकेर चाहिँ यो ठिक यो पनि थोरै कुहिएर चाहिँ तलपट्टिकोबाट चाहिँ ठिक छ होला मरिगयो नि कुहिएर चाहिँ यहाँ पनि रहेछ रहन त यस्तो हुन्छ पर्फेक्ट भनेर ल हेर्नुहोस् ल दिस इज पर्फेक्ट जङ्गली आँप त्यो कुहिया रहेछ यहाँ पनि रहेछ है अहिले चाहिँ हामीले यति आँप कलेक्ट गऱ्यौँ कति छवटा छ 1 2 3 4 5 6 7वटा छ हामी चाहिँ 4वटा खान्छौँ घरमा चाहिँ मम्मीलाई 3वटा लगिदिन्छौँ है त हेर्नु कस्तो मजाको देखेछ नि दाजु के म तपाईँहरूलाई चाहिँ इनकेस तपाईँ एक्सिडेन्टली खोलामा पर्नुभयो होइन तपाईँहरूलाई चाहिँ कसरी आफ्नो जिउ जोगाउने भनेर म सबैलाई सिकाउँछु सो सबभन्दा पहिला चाहिँ स्टेज भनेको चाहिँ होइन जिउलाई चाहिँ जहिले पनि अलिकति हलुका पार्नु होला जब इनकेस तपाईँ पनि कहिले पनि यस्तो नगर्नु जिउलाई यसरी उल्ट्याउने यसरी उल्ट्याउँदाखेरि चाहिँ यो हात चाहिँ सधैँ पानीभित्रै रहनु पऱ्यो खुट्टा चाहिँ अलिअलि चलाउनु है त कसरी पनि हेर्नु है ल जिउलाई यस्तो हातलाई थोरै चलाउनु यस्तो है त यसो गरेर गेट तपाईँ डुब्नुहुन्न र पानी माथि हात कहिले नउठाउनु जस्तै यस्तै गरिरहनु भएको छ भने पानी माथि हात उठाउनु भयो भने चाहिँ तपाईँको जिउ भित्र जान्छ पानीभित्रै हात राख्नुहोस् बेला बेला यसो 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 मात्र गर्नु यो भनेको यस्तो गर्ने स्टाइल अब नाम चाहिँ थाहा छैन बढाइ चढाइ भन्नु भएन सो यस्तै हो यति ढिक्का निकालेपछि राइट आधी घन्टा चाहिँ त्यति खेलियो ठ्याक्क घडी हेरेर सो हामी चाहिँ स्याम्पू साबुन सबै लाएर अब चाहिँ हामी घर जाँदैछौँ कस्तो एउटा मिडियम पनि रहेछ प्लास्टिक मैले तपाईँलाई परदेशबाट के ल्याइदिएको क्या ए कस्तो छ मिठो रह सो हामीले नआएर आएपछि हेयर ड्रायरको नि काममा आउँछ हेयर ड्रायर होइन कपाल सपाल काट्दा कोर्ने होइन कपाल कस्तो छ अब तपाईँलाई आया थाहा छ देखाएँ मम्मी कपाल कस्तो छ मेरो भनिदिनु त मम्मी साई बाबाको रे
मार्ने क्या गोली लाग्दैन नि त। सो अन्तिमसम्म हेरिदिनु भयो सबैजना दाजुदिदीहरूलाई धेरै धेरै धन्यवाद छ। अब कतै घुम्नु जानु त मन थियो तर के गर्नु बाइक छैन होइन। अब गाडीमा भएको अब त्यहाँ समयमा गाडी कहिले आउँदैन, बाइक नल्याएर अलिकति आफूलाई नराम्रो लागिरहेको छ है। सो थ्याङ्क यू सो मच सबैजनाको शुभ दिन। अब राति हेर्नु भएको छ भने शुभरात्रि है सबैजना ल।